ब्रेकिङ न्युज, रियल मड्रिड म्यानेजर छाबी अलोन्सो स्याक्ड। के भयो आखिर यो मिडनाइटमा यसो मोबाइल उठाएर हेरेको, ट्विटर खोलेको, छाबी अलोन्सो स्याक भनेर आइदियो। विश्वासै नलाएर रियल मड्रिडको पेजमा गएर हेरेको, त्यहाँ पनि छाबी अलोन्सो स्याक भनेर न्युज आइसकेको रहेछ। आखिर किन भयो त छाबी अलोन्सो स्याक? लिगमा पनि नम्बर 2 मै छ, जहाँ 4 पोइन्टको डिफरेन्स छ। च्याम्पियन लिगमा नि टप 8मा क्वालिफाई हुने लगभग सजिलै छ। आखिर किन भयो छाबी अलोन्सो स्याक? के यति प्रेसर छ त रियल मड्रिडको म्यानेजर बन्न कि एउटा एल क्लासिको हार्ने बित्तिकै स्याक हुन्छ? उता हान्सी फ्लिकले पनि त एल क्लासिको हारेको थियो, त्यो त भएन स्याक। रियल मड्रिड म्यानेजर किन आखिर स्याक भयो? के लाग्छ तपाईँले? कमेन्टमा लेख्नु होला। मलाई चाहिँ के लाग्छ भन्दाखेरि सायद छाबी अलोन्सोको रिलेसन प्लेयरहरूसँग ब्रोक भइसकेको थियो। किनकि पहिलेदेखि हामीलाई रिपोर्ट आइरहेको थियो कि ड्रेसिङ रुमसँग कन्फिडेन्स गुमाइसकेको छ छाबीले। स्पेसली प्लेयर लाइक भिनिसियस रोद्रिगो जसको इगो छाबीले सेटिस्फाई गर्न सकेको थिएन। अस्ति पनि हामीले गेममा देख्न सकिन्थ्यो कि छाबीले बार्सिलोनालाई ट्रफी जित्दाखेरि गार्ड अफ अनर दिन सबैलाई रिक्वेस्ट गरेको थियो, तर एम्बापेले नदिन भनेर सबलाई आफ्नो टिम मेम्बरहरूलाई लगेको थियो। त्यहाँबाटै हामीले प्लेयरहरू बिच र म्यानेजर बिच रिलेसन ब्रेक भएको साइनहरू पाउन सकेका थियौँ। र साथै पापा पेरेज, फ्लोरेन्टिनो पेरेजलाई सायद त्यो बार्सिलोनासँगको हारको ह्युमिलिएसन बर्दाश्त भएन। मिडनाइटमै छाबी अलोन्सोलाई स्याक गरेर अहिले नयाँ म्यानेजर पनि अपोइन्ट गरिसक्यो। नयाँ म्यानेजर को भन्दाखेरि रियल मड्रिडकै एकाडेमी म्यानेजर के थियो त्यसको नाम, एडेबी एरेला हो कि यस्तै के थियो। तर सायद यो इन्टरिम म्यानेजर होला। सायद रियल मड्रिडले समरमा कोही एउटा टप म्यानेजर लिएर आउला। जोर्जेन क्लब अभाइलेबल छ। सायद एन्चेलोटी ब्राजिलको वर्ल्ड कप पछि अभाइलेबल होला। सायद जिडान अभाइलेबल होला। सायद यिनीहरूमध्ये नै कोही नेक्स्ट रियल मड्रिड म्यानेजर हुनेछ। मलाई के लाग्छ यो डिसिजन कस्तो छ? मलाई लाग्छ कि यो डिसिजन निकै गलत हुनेछ। किनकि छाबीले रियल मड्रिडमा केही बिल्ड गरिरहेको थियो। मैले देख्न सक्थेँ कि त्यसको लङ टर्म प्रोजेक्ट के थियो। त्यसले आफ्नो टिम कसरी खेल्छ भनेर बल्ल हेर्दै थियो। त्यसले प्लानहरू वर्कआउट गरिरहेको थियो। बायर्न लेभरकुजनलाई बुन्डेसलिगा जिताउने म्यानेजर पात त हुन सक्दैन नि यार। त्यो आएर बल्ल रियल मड्रिड जस्तो टिममा आफ्नो बेस बनाइरहेको थियो कि त्यसलाई 1 सिजनको टाइम भयो नि दिनुपर्ने हो। तर रियल मड्रिड एउटा यस्तो डिमान्डिङ क्लब हो कि एउटा ट्रफी नजित्ने बित्तिकै म्यानेजर स्याक हुनसक्छ। तर यसरी नै क्लब त चल्दैन नि यार, हल्का टाइम त दिनु पऱ्यो नि। एउटा म्यानेजरले पनि टाइम त पाउनु पऱ्यो नि आफ्नो प्लानहरू बनाउन, कसलाई स्टार्ट गर्ने भनेर डिसिजन बनाउन। जे होस् हेरौँ, सायद रियल मड्रिड फ्यानहरू त खुसी होला, तर यदि लङ टर्मको सोच्ने हो भने यो डिसिजन निकै घातक हुनसक्छ। किनकि अब टिम नै पुरै स्याटर हुनसक्छ। अहिलेसम्म खासै नराम्रो पोजिसनमा त छैन मड्रिड। त्यो स्पेनिस सुपरकप खासै त्यस्तो इम्पोर्टेन्ट ट्रफी त होइन। इम्पोर्टेन्ट ट्रफीहरूमा अझै नि अलाइभ नै छ मड्रिड। 3टै कम्पिटिसन अझै नि जित्न सक्छ। र सिजन हामीले जनवरीपछि टर्न अराउन्ड भएको धेरैचोटि देखिसकेका छौँ। 19 गेममा 14 गेम जितेर त्यो 5-6 गेम यसो ड्र लुज त जस्तो नि भइहाल्छ नि। त्यही नि फर्स्ट सिजन एज म्यानेजर। छाबीलाई हामीले यस्तो टाइम त दिनुपर्ने थियो। तर यही नै हो रियल मड्रिडको हिस्ट्री, यही नै हो रियल मड्रिडको डिएनए। 1-2 गेम अनसक्सेसफुल हुने बित्तिकै यति प्रेसर आउँछ कि कसैले पनि प्रेसर ह्यान्डल गर्नै सक्दैन। ल हेरौँ अब रियल मड्रिडसँग के हुन्छ। यदि तिनीहरूले नयाँ म्यानेजरसँग टर्न अराउन्ड गर्न सक्यो भने त राम्रो। तर यदि तिनीहरूको टिम नै अब बिग्रियो भने झन् गाह्रो पर्नेछ पेरेजलाई। र सायद पेरेजको यो लास्ट टर्ममा अब पेरेजले सायद रियल मड्रिडको प्रेसिडेन्ट पनि छोड्न पर्नेछ। किनकि यस्तै डिसिजनहरू लिइराख्यो भने क्लबलाई पनि ह्याम्पर हुनसक्छ। ल हेरौँ अब के हुन्छ। को किन्छ त रियल मड्रिडले जनवरी ट्रान्सफर विन्डोमा? को ल्याउन सक्छ रियल मड्रिडले नेक्स्ट म्यानेजर? सबै कुरा मलाई कमेन्टमा भनिदिनु होला। आजको लागि यति नै।